नमस्ते, राम राम। हाम्रो च्यानलको तर्फबाट सबैलाई नमन। आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ र आफ्नो परिवारलाई राम्ररी ख्याल राखिराख्नु भएको छ। आज म तपाईहरुलाई झापाको बिर्ता मोडमा भएको हत्याकाण्डको बारेमा भन्दैछु। यो घटना सुनाउनुको उद्देश्य कसैलाई ठूलो देखाउनु, कसैलाई सानो देखाउनु होइन। यो घटना सुनाउनुको मेन उद्देश्य तपाईहरुलाई सजग बनाउनु हो र भविष्यमा आउने यस्ता भवितव्यबाट बचाउनु हो। घटनाको विवरण: मिति 2079 साल असोज 8 गते, सन् 2022 सेप्टेम्बर 24। स्थान: झापाको बिर्तामोड नगरपालिका 3 बिरताल चोक स्थित पूर्व पश्चिम राजमार्गको दक्षिणतर्फ झाडीमा। पीडित 35 वर्षीय होटल व्यवसाय। अपराधको प्रकृति: अपहरण, धारिलो हतियार प्रहार गरी हत्या र शवमाथि आगो लगाएर प्रमाण नष्ट गर्ने प्रयास। मुकुन्द न्यौपाने असोज 7 गते रातिदेखि बेपत्ता भएका थिए। उनको परिवारले राति नै खोजी गर्दा पनि फेला पार्न सकेन। उनको बेपत्ता हुनु शंकास्पद देखिएको थियो। भोलिपल्ट बिहान असोज 8 गते बिर्तामोडको एक झाडीमा पूर्ण रूपमा जलेको अवस्थामा एउटा व्यक्तिको शव फेला पर्यो। शवको अवस्था हेर्दा कसैले प्रमाण नष्ट गर्ने उद्देश्यले आगो लगाएको स्पष्टै देखिन्थ्यो। प्रहरीले तत्काल अनुसन्धान सुरु गर्यो। जलेको शवको पहिचान गर्न प्रहरीका लागि ठूलो चुनौती थियो। फोरेन्सिक विज्ञहरूको सहयोग र परिवारले दिएको केही आधारमा उक्त शव मुकुन्द न्यौपानेकै रहेको पुष्टि भयो। यसले घटनालाई थप रहस्यमय र जघन्य बनायो। हत्याको उद्देश्यमाथि अनुसन्धान गर्दा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अगाडि बढायो। न्यौपाने व्यवसाय भएकाले आर्थिक लेनदेन, व्यावसायिक प्रतिस्पर्धा वा व्यक्तिगत रिसिभीका कारण हत्या भएको हुन सक्ने सम्भावनाहरूमाथि छानबिन गर्यो। प्रहरीले उनको मोबाइलका कल डिटेल, सामाजिक सञ्जालका गतिविधि र उनको पछिल्लो भेटघाटबारे जानकारी संकलन गर्यो। लामो र गहन अनुसन्धानपछि प्रहरीले यस घटनामा संलग्न रहेको आरोपमा सुजन तामाङ करिब 30 वर्षीय र उनका अन्य सहयोगीहरूलाई पक्राउ गर्यो। प्रहरीका अनुसार सुजन तामाङसँग न्यौपानेको पुरानो आर्थिक लेनदेन र विवाद थियो। पक्राउ परेका अभियुक्तहरू विरुद्ध कर्तव्य ज्यान तथा प्रमाण नष्ट गरेको मुद्दा दायर गरी अदालतमा पेश गरियो। झापा जिल्ला अदालतमा चलेका मुद्दाको विभिन्न प्रमाण, बयान र परिस्थितिजन्य आधारमा दोषी ठहर भएकाहरूलाई कानून अनुसार सजाय तोकिने प्रक्रिया जारी छ। मुकुन्द न्यौपाने हत्या प्रकरणले नेपालमा हुने जघन्य अपराध, आर्थिक विवादले निम्ताउने हिंसा र अपराधीहरूले प्रमाण नष्ट गर्न अपनाउने क्रूर तरिकाहरूलाई उजागर गर्छ। यसले प्रहरीको अनुसन्धान क्षमता र न्यायका लागि हुने निरन्तरको प्रयासको महत्त्वलाई पनि दर्शाउँछ। यो स्टोरीले के भन्न खोजेको छ भने हामीहरूले आर्थिक लेनदेन गर्दाखेरि धेरै सजग भएर सतर्क भएर गर्नुपर्ने देखिन्छ। होइन भने यस्ता घटनाहरू फेरि पनि नदोहोरिएला भन्न सकिन्न। तपाईलाई आजको क्राइम स्टोरी कस्तो लाग्यो पक्कै पनि कमेन्ट गरिदिनु होला। यदि तपाईहरुलाई आजको क्राइम स्टोरी राम्रो लाग्यो भने लाइक र सब्स्क्राइब गरिदिनु होला र फेरि हामी अर्को क्राइम स्टोरी लिएर पक्कै पनि आउने नै छौं। त्यतिसम्मको लागि धन्यवाद। राम राम, नमस्ते।